जाने कहाँ गयो भनेको त यहाँ गुम्बामा छिरेर के गरेर बसिरहे यहाँ वो परान चाहिँ हाउसफुल चलोस् यो मिलारेपा हाउसफुल चलोस् भनेर यहाँ बुद्धसँग मिलारेपासँग चाहिँ वरदान मागेर बसेर छ भेट हो। नमस्कार नमस्कार म बुद्धि तामाङ उहाँ प्रवीण खतिवडा। अचानक हामी मण्डला थिएटरमा भेट भयो। आज म मुस्ताङबाट फुत्त यहाँ आइपुगेको। मण्डला थिएटरमा यतिखेर के भइरहेछ भने यो मिलारेपा भन्ने नाटक भइरहेको छ। मिलारेपाको बारेमा त तपाईहरुलाई बताइराख्नु नपर्ला भविष्यको बारेमा। जय गुरु रिम्पोचे बुद्धिजीले यो नाटकको निर्देशन गर्नुभएको सँगसँगै हाम्रो उमेशले पनि सघाउनु भएको छ। नाटक एकदम सुपर राम्रो बनेको छ भनेर यहाँ दर्शकहरुको एकदमै साथ बेजोड छ। बुद्धिजी योचोटि लक्की साबित भएर निस्किनु भएको छ। परान पनि बेजोड चलेको छ। सो यो दर्शकहरुको साथ माया सहयोग चाहिँ हामीलाई सधैँ प्राप्त भइराखोस् यही कामना गरौँ। जय मिलारेपा जय परान। नाटक हेर्नलाई यदि फुर्सदिलो हुनुहुन्छ काठमाडौँ आसपास हुनुहुन्छ भने मण्डलामा पाल्नुस्। हामी हरेक दिन मिलारेपा मञ्चन गर्छौँ। धन्यवाद। बोधि ज्ञानको मार्ग सधैँ